के गर्दैछ? के नै ठुलो बा, फेसबुक चलाइरहेको। अनि ठुलो बा, तपाईँको पालोको लभ स्टोरी कस्तो हुन्थ्यो? कहाँबाट आज फेरि लभ स्टोरीको कुरा? आजकलका केटाकेटीहरूलाई किन चाहियो तँलाई? भन्नुहोस् न भन्नुहोस्। एउटा छ, अलि लामो छ है त। सुनाउनुहोस् न, आज मेरो छुट्टी पनि छ, आज मजाले सुन्ने। सुन्छस् त? सबले मलाई यो कहानीको एक्लो पात्र म मात्र म मात्र साथ तिमी हुँदा तिमी भन्दा दुख्छ मलाई मेरो सामु आइरुदा खुसी हुन्छु म धेरै मेरो साथ तिमी हुँदा तिमी भन्दा दुख्छ मलाई मेरो सामु आइरुदा टाढिन्छु भन्दा झन् मायामा फसिरहे तिमी नभएको भिडमा नियालेर खोजिरहे भन्दथे सबले मलाई यो कहानीको एक्लो पात्र म मात्र म मात्र सबले मलाई